ल मित्रहरूले देख्न सक्नुहुन्छ है आज मेरो दुई भाइको एकदम मोटे भाइको र अनि पत्लो भाइको एकदम यो पन्जा जुधाउने कार्यक्रम हुँदैछ यहाँ है। हेरौँ अब कसले जित्छ। यो भनेको हाम्रो मुर्गाबाजीमा हो। एउटा यदि कान्छोले जित्यो भने ऊ मोटे भाइले चाहिँ एउटा मुर्गा लिएर आउने होइन, अनि मोटोले जित्यो भने चाहिँ कान्छोले मुर्गा लिएर आउने। अब रेडी छ केटा हो ल। एउटा कुखुराबाजी होइन, यता यहाँ हाम्रो साथी यहाँ नवीन पनि हुनुहुन्छ फेरि यता। कुखुराबाजी यदि कुखुरा ल्याएन भने दुइटाको करङ भाँच्ने जिम्मा, नल्याएपछि नवीन लिएर मैले यिनी दुइटाको करङ भाँच्ने। देख्न सक्नुहुन्छ ल ल। 1 2 3 ल ल है त, ल है त, ल हेरौँ है, हेरौँ कसले जित्छ गाइजहरू अन्तिमसम्म। हेरौँ हेरौँ हेरौँ। दुइटैका गाइजहरू दुइटैका कान राता भइसकेको छ। देख्न सक्नुहुन्छ गाइजहरू दुइटै सोल्टीहरूका कान एकदम राता भइसक्यो है। हेरौँ अन्तिमसम्म कसले जित्दो रहेछ। मुर्गा फेरि महँगो छ है केटाहरूको, पहिलाको जस्तो रेट छैन नि। आज भोलि 25 रुपियाँ पर्छ है। पहिलाको जस्तो 25 रुपियाँ भनेको लगभग नेपालको लगभग 800-900 रुपियाँ पर्छ। गाइजहरू देख्न सक्नुहुन्छ है। ल है जवानहरू के हो त, कान त रातो भइसक्यो त अनि केटा हो। हेरौँ है। आमामामामा ल है ल है ल है ल है। हेरौँ अब कति कला पर्छ किन। मेरो भाइले भन्छ रातो रातो हुँदैन त दाइ, अनि यस्तो जोर लगाएपछि भनेर भन्दैछ गाइजहरू है।